नमस्कार साथीहरू। आज चाहिँ म इफेस टपिक न्यू बुकको वर्ड मिनिङ लिएर आएको छु। च्याप्टर 2 सेङ्वालयोङफुम दैनिक प्रयोगका सामान। सेङ्वालयोङफुम दैनिक प्रयोगका सामान। सिगे घडी, सिगे घडी। सामुसिल अफिस। मुलगन सामान। आल्तुलहादा मितव्ययी फजुल खर्च नगर्ने। सेङफिल्फुम दैनिक आवश्यकको सामान। सिङ्न्योफुम खाद्यान्न। खुइफादा सादा किन्नु खरिद गर्नु। खुइफादा सादा खुमेहादा किन्नु खरिद गर्नु। खुइफादा सादा खुमेहादा किन्नु खरिद गर्नु। एगत यो, छगत त्यो, खुगत उ त्यो। एनफिल पेन्सिल। फुलपेन पेन। खावी कैँची। खाल चक्कु। थाल्यक क्यालेन्डर। कम्प्युटर। हुँदैछन् वा मोबाइल फोन। खेसाङ्गी क्याल्कुलेटर। खप खेङु अवस्था। ह्यङ्थे आकार बनोट। खेरफादा संयोजन गर्नु, एक आपसमा मिलाउनु। यहाँ टाइपिङ मिस्टेक भएछ। संयोजन गर्नु, एक आपसमा मिलाउनु। खेरफादा संयोजन गर्नु, एक आपसमा मिलाउनु। ह्वार्योङहादा उद्देश्यसहित प्रयोग गर्नु। यो ह्वार्योङहादाको बारेमा अहिले एकछिनमा फेरि भन्छु। छेसिथेदा प्रस्तुत गरिनु। फ्योयन अभिव्यक्ति। इप्सुल ओठ। ह्युजी टिस्यु पेपर। हजाङ्जी टोयलेट पेपर। ह्युजी भनेको हामीले प्रयोग गरिने टिस्यु पेपर, जुन हात पुस्नको लागि, मुख पुस्नको लागि प्रयोग गरिने। हजाङ्जी भनेको टोयलेट पेपर, टोयलेटमा प्रयोग गरिनेलाई हजाङ्जी। खाजोकसाजिन परिवारको फोटो। एक्वान पासपोर्ट। छिगाप वालेट पर्स। एल्सवे चाबी। खाबाङ झोला। उसान छाता। खौल ऐना। फित काइयो। फेगे सिरानी। इबुल सिरक। वानसङहादा पूरा गर्नु। सोक्सङ विशेषता गुण लक्षण। सासिल वास्तविक साँचो। युयोङहादा उपयोगी फाइदाजनक। खागु फर्निचर। साल्दा बसोबास गर्नु। छोसिमहादा होशियार हुनु। टिप इङ्ग्लिसबाट आएको टिप्स। थेह्योङमाथु ठुलो आकारको माछा। छुमाल सप्तान्त। थुक्का विशेष छुट मूल्य। हेङ्सा कार्यक्रम समारोह। थायङहादा धेरै प्रकारका विविध। साङफुम सामान्य व्यापारिक
वस्तु, साङफुम सामान अथवा व्यापारिक किन्न बेच्न मिलिने वस्तुलाई साङफुम, फान्मेहादा फाल्दा बिक्री गर्नु, फान्मेहादा फाल्दा भनेको बिक्री गर्नु, बेच्नु, छिगरे सिधा कारोबार, बीचमा कुनै पनि बिचौलिया नभइकन सिद्ध गरिने कारोबारलाई छिगरे भनिन्छ। 화장품 मेकअपको सामान, 화장품 मेकअपको सामान, 퇴근하다 कामबाट छुट्टी हुनु, 퇴근하다 कामबाट छुट्टी हुनु, फेङफेङ하다 समतल हुनु, फेङफेङ하다 समतल हुनु, नानुदा बाड्नु, नानुदा बाड्नु, छन्दान्जी विज्ञापन पढ्छ, छन्दान्जी विज्ञापन पढ्छ, माटफुरु यति हारिन्छ यो छ भनेर सानो पम्फलेट बनाएर राखिएको हुन्छ, त्यसलाई छन्दान्जी विज्ञापनको पर्चा। थोङहे मार्फतको माध्यमबाट, थोङहे मार्फतको माध्यमबाट दिन्छ। हारिन छुट, हारिन छुच्छनहादा सिफारिस गर्नु, छुच्छनहादा सिफारिस गर्नु। यो सिफारिस गर्नु भनेको के हो भन्दाखेरि साथीहरू, जस्तै मलाई कुनै ठाउँ घुम्न जाँदा रमाइलो लाग्यो, राम्रो लाग्यो भने कुनै पनि साथीलाई त्यो ठाउँमा जानुहोस् एकदम राम्रो छ भनेर मैले उहाँलाई जानको लागि सिफारिस गर्ने, त्यो अवस्थामा चाहिँ हामीले छुच्छनहादाको प्रयोग गरिन्छ। छुच्छनहादा भनेको सिफारिस गर्नु। कोरियन खाना मिठो छ, एकचोटि खाइहेर्नुहोस् भनेर भनियो भने कोरियन खानाको लागि हामीले सिफारिस गरियो भनेर बुझिन्छ, त्यसलाई भनिन्छ छुच्छनहादा। थेहान बारेमा अथवा सम्बन्धित, थेहान बारेमा सम्बन्धित, इरुदा समय अवस्था निष्कर्षमा पुग्नु, इरुदा समय अवस्था र निष्कर्षमा पुग्नु, पुग्नु भनेर चाहिँ बुझ्नु पर्यो तपाईहरुले। र कहाँ पुग्नु भन्दा समयमा पुग्नु, अवस्थामा पुग्नु र निष्कर्षमा पुग्नु। छङ्बो जानकारी, छङ्बो जानकारी, अत्ता फात्ता पाउनु प्राप्त गर्नु, अत्ता फात्ता पाउनु प्राप्त गर्नु। अत्ता र फात्ता दुवै पाउनु र प्राप्त गर्नु हुन्, तर अत्ता र फात्तामा पनि केही भिन्नता भने पक्कै पनि छ। अत्ता भनेको चाहिँ केही परिश्रम अथवा केही कोसिस गरेर पाउनु, प्राप्त गर्नु। फात्ता भनेको चाहिँ कसैबाट केही पाउनु, त्यसलाई चाहिँ हामीले फात्ता भनिन्छ। छियक भनेको चाहिँ क्षेत्र, यहाँ पनि मिस्टेक भएछ, क्षेत्र एरिया, छियक क्षेत्र एरिया। छुङ्गो सेकेन्ड ह्यान्ड, छुङ्गो सेकेन्ड ह्यान्ड। खरे कारोबार लेनदेन, खरे कारोबार लेनदेन। प्लेटफर्म, प्लेटफर्म, प्लेटफर्म यो चाहिँ इङ्ग्लिसबाटै आएको शब्द हो। प्लेटफर्म, प्लेटफर्मलाई प्लेटफर्म, प्लेटफर्म। खुवादा खोज्नु, खुवादा खोज्नु। सायोङहादा सुदा प्रयोग गर्नु, सायोङहादा सुदा प्रयोग गर्नु। खाजनछेफुम घरयासी विद्युत उपकरण, खाजनछेफुम घरयासी विद्युत उपकरण। इरोजिदा प्राप्त गरिनु, इरोजिदा प्राप्त गरिनु। धन्यवाद साथीहरू, भिडियो हेरेर प्रतिक्रिया दिन नबिर्सनु होला र मेरो च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनु होला। साथै फेसबुक आइडीलाई पनि फलो गरिदिनु होला। धन्यवाद।